है मेरो किकी र पिपीको समाधि स्थल हो। आज अघि चाहिँ हाम्रो 5औं पुस्ताको किकी भेट भएको थियो होइन। अब उहाँ चाहिँ तेस्रो पुस्ताको भनौँ न, थाहा पाएकोदेखि पृथ्वी के अरे कस्तो नामै कन्फ्युज भयो म। पृथ्वी राई, त्यसपछि जबरमन राई, त्यसपछि उहाँ नौबीर राई, उहाँको छोरी प्रेमकुमारी राई, अनि उहाँको छोरा चाहिँ म है। यो चाहिँ उहाँ पनि हेर्नु 7 तला छ। 1 2 3 4 5 6 7। उहाँहरू पनि एकदम नक्सा यहाँको एकदमै के भन्नु, एउटा हाम्रो किराँत राई बायुङ राई अनुसारको चाहिँ एकदम राम्रो एउटा उच्च स्थान हुन्छ क्या उहाँहरूको चाहिँ नक्साको चाहिँ। त्यही भएर उहाँको त्यस्तो स्टाइल हुन्छ। उहाँ चाहिँ मेरो बोजू पिपी भूकम्प पछाडि उहाँ चाहिँ बित्नु भएको थियो। त्यो 70 71 72 सालमा 72 सालको 3 महिना 6 महिना 30 गते उहाँको चाहिँ देहान्त भएको थियो भने उहाँ चाहिँ अलिकति अगाडि 2-4 वर्ष अगाडि हुनुपर्छ। 38 के अरे होइन 68 68 सालमा चाहिँ असारसम्म यस्तैको मेलामा चाहिँ उहाँको चाहिँ देहान्त भएको थियो है। ल अब लकी बिबी अब के चाहिँ एमे थाइमानु गुसुमे एम खुन्ता सुमे चिन्ता हो है। यिनी केही लागि दासो एकदम यिनी बक्चौँ ठाउँ एकदम रिमा बच्चोको लागि चाहिँ अब मामा मान्छे लगाए सम्पूर्ण आफन्तम चाहिँ 150 भयो जम्मा। नाति नातिनी छोरी र होइन। अब वर्षदी अब राम बनाए माने कति खेप भए एकदम आशीर्वाद गिचो है। अब गेला पनि एकदम रिमा ठाउँदी बक्छु सधैँभरि अब आशीर्वाद गिचो अब नै हो। ल अखना चाहिँ अब बक्छाको ल है त यही ठाउँ एकदम रिपा ठाउँ दियो केदेखि अब हरेक कुरा तया यिनी इच्छा अनुसार जुल्ना रहेछ छ्यामा महम दाम अनुसार अब खुसी पनि बन्ने होला।